डाइरेक्सन भएको एउटा लाइनहरु युज गर्छौं, एरोहरु युज गर्छौं। अनि त्यसपछि दुईटा सिग्नललाई मिसाउनु पर्यो भने समिङ पोइन्ट युज गर्छौं। एउटै सिग्नललाई विभिन्न ठाउँमा पठाउनको लागि टेक अफ पोइन्ट युज गर्छौं। त्यसरी ब्लक डायग्राम मोडल बनाएको जस्तै सिग्नल फ्लो ग्राफमा चाहिँ के हुन्छ त भन्दा तपाईको सिग्नलहरुको फ्लो अथवा भेरिएबलको फ्लो देखाउने डिरेक्सनल लाइनहरु हुन्छ। लाइन हुन्छ, त्यो लाइनमा एउटा एरोले देखाइन्छ। त्यो एरोले देखाएको लाइनको डिरेक्सनमा त्यो भेरिएबल अथवा त्यो सिग्नलको फ्लो हुन्छ है। अनि प्रत्येक ब्रान्चहरु जुन युज गर्छौं त्यो प्रत्येक ब्रान्च भनेको एउटा लाइन हो विथ डिरेक्सनल एरो। अनि त्यो ब्रान्च अथवा डिरेक्सनल एरो भएको लाइनमा चाहिँ त्यो प्रत्येक ब्रान्चमा एक किसिमको एउटा गेन हुन्छ, एउटा मल्टिप्लायर हुन्छ। त्यो गेन अथवा मल्टिप्लायर अथवा त्यसलाई एक किसिमको ट्रान्सफर फंक्सन हुन्छ भनौं न है। ट्रान्सफर फंक्सन हुन्छ अथवा एउटा गेन हुन्छ, एउटा मल्टिप्लायर हुन्छ। त्यसलाई नभनिकन ट्रान्समिटेन्स भनिन्छ। त्यसो भएर यहाँ के हुन्छ सिग्नल फ्लो ग्राफमा एउटा डिरेक्सनल लाइन हुन्छ अथवा लाइन एन्ड एरो। त्यस किसिमबाट हामी सिग्नल ग्राफमा नेटवर्क हुन्छ, लाइनहरु एरो जोडेर। अनि एरोहरु भेरिएबलको कन्भर्सन भएपछि नयाँ भेरिएबल बन्छ नि। जस्तै एउटा एरो भयो, त्यो एरोमा कुनै एउटा गेन हुन्छ, त्यो गेनले मल्टिप्लाई गरेपछि त इनपुट भेरिएबल अर्कै भेरिएबलमा कन्भर्ट हुन्छ नि। हो त्यस्तै ठाउँमा चाहिँ हामीले अर्को नोड राख्छौं। प्रत्येक भेरिएबलहरुलाई चाहिँ नोड राख्छौं। अनि नोडको बीचमा एउटा एरो राख्छौं। त्यो एरोमा चाहिँ एउटा मल्टिप्लायर हुन्छ। केही पनि मल्टिप्लायर छैन भनेको 1 हुन्छ। अनि त्यस किसिमबाट हामीले एरो नोड गरेर जोड्दै हामी एउटा नेटवर्क बनाउँछौं। त्यसलाई भनिन्छ सिग्नल फ्लो ग्राफ। It depicts the flow of signal from one point of system to another and gives the relationship among the signals है। त्यो सिग्नलहरु जति फ्लो भइरहेछ त्यसलाई एरोले देखाइन्छ र सिग्नलहरुलाई जतिले मल्टिप्लाई गर्दै अथवा जसरी चाहिँ गेनहरुले चेन्ज हुँदै जान्छ त्यही अनुसारले प्रत्येक एरोमा एउटा एक किसिमको मल्टिप्लायर राखिन्छ। त्यसले ट्रान्समिटेन्स अथवा जसरी ट्रान्सफर फंक्सन ब्लक बनाएर राखिए जस्तै एरोमा चाहिँ एउटा मल्टिप्लायर राखिन्छ। त्यसलाई चाहिँ हामी ट्रान्समिटेन्स भन्छौं। ओके, कन्सिडर simple equation below and draw its signal flow graph है। एउटा y = ax भन्ने चाहिँ कुनै एउटा चाहिँ मानौ इक्वेसन छ। यो इक्वेसनमा x भनेको इनपुट हो, y भनेको आउटपुट हो भने x को लागि एउटा इनपुट साइडमा एउटा नोड राख्छौं। एउटा कुनै एउटा नोड अथवा एउटा भनौं न जंक्सन पोइन्ट राख्छौं। त्यो जंक्सन पोइन्टलाई हामीले x भनेर जनाउँछौं। अब त्यो x लाई चाहिँ y मा कन्भर्ट गर्नलाई एउटा एरो दिन्छौं। त्यो एरोमा a लेखियो, मतलब x लाई a ले गुने पछाडी y आउँछ भनियो। भेरिएबलहरु जनाउनलाई एउटा नोड राखियो र कन्भर्सनको जुन डिरेक्सन फ्लो अफ डिरेक्सन हो, फ्लो अफ भेरिएबलको डिरेक्सनलाई एरोले जनाइयो, एउटा लाइनले जनाइयो। अनि प्रत्येक लाइन यस्तो किसिमले एउटा मल्टिप्लायर राख्छौं। त्यो मल्टिप्लायरलाई हामी यहाँ ट्रान्समिटेन्स भन्ने चलन छ है। सेम लाइक ट्रान्सफर फंक्सन है। जसरी ब्लक यहाँ एउटा ब्लक बनाएर अनि ब्लक भित्र मल्टिप्लाई गर्ने चीज राखिन्थ्यो ब्लक डायग्राममा भने यहाँ चाहिँ जस्ट यो एरोमै एउटा कुनै भ्यालु राखिन्छ। त्यो भ्यालुले चाहिँ इनपुटलाई मल्टिप्लाई गरेर आउटपुटमा कन्भर्ट गरेर आउँछ इन द डिरेक्सन अफ एरो जता छ त्यतैतिर। सो every variable in a signal flow graph, signal हो है, यो सिंगल हैन, सिग्नल फ्लो ग्राफ इज डिजाइन्ड बाइ अ नोड है। भेरिएबलहरुलाई जनाउनको लागि चाहिँ हामी एउटा नोड राख्छौं र हैन नोड टु भेरिएबलको कन्भर्सन जुन हुन्छ, मल्टिप्लाई जुन हुन्छ, त्यसको लागि चाहिँ हामी एरो राख्छौं र जुन डिरेक्सनमा कन्भर्सन हुँदै जान्छ त्यो डिरेक्सनमा एरोले देखाउँछौं र जतिले कन्भर्ट हुँदै जान्छ अथवा मल्टिप्लाई हुँदै जान्छ त्यहाँ मल्टिप्लायर राखिन्छ। त्यो मल्टिप्लायरलाई हामी ट्रान्समिटेन्स भन्छौं है। Every transmission function in a signal flow graph is designed by a branch है। यस्तो किसिमकोलाई हामी ब्रान्चले जनाउँछौं। ब्रान्चेस आर अलवेज युनिडिरेक्सनल है। फेरि यता पनि फ्लो भयो यता पनि फ्लो भयो भने त्यस्तो हुँदैन। x बाट y तिर युनिडिरेक्सन एउटा डिरेक्सनमा मात्रै तपाईको एरो हुन्छ। The arrow in the branch denotes the direction of the signal flow. Okay, अब टर्मिनोलोजीहरु के युज हुन्छ सिग्नल फ्लो ग्राफ मोडलिङमा युज हुने टर्म्सहरु के छन् भनेर हामी बुझौं है। पहिला आयो इनपुट नोड। इनपुट नोड भनेको जसमा चाहिँ आउटगोइङ मतलब ब्रान्च हुन्छ। हेरे यहाँ आउटगोइङ भनेको एरोले देखाएर यता यो भन्दा टाढातिर एरो यहाँबाट यता गएको छ भन्ने छ नि। यहाँ आएको भन्ने छैन, गएको मात्रै छ। त्यस्तो किसिमको चाहिँ नोडलाई हामी के भन्छौं, हामी आउटगोइङ ब्रान्च मात्रै भएको होला। कहिलेकाहीँ दुईटा गएको पनि हुन सक्छ हैन, एउटा मात्रै पाथ मात्रै गएको नि हुन सक्छ, तर गएको मात्रै हुन्छ, आएको हुँदैन है। आउटगोइङ ब्रान्चेसहरु मात्रै हुन्छ भने त्यस्तो किसिमको यो जस्तो यो नोड हेर्नुस्, यसलाई हामी भन्छौं इनपुट नोड। इनपुट नोड अर सोर्स कन्टेन्ट सोर्स नोड पनि भन्छ है कसैले। इनपुट नोड अथवा सोर्स नोड
contain 1 in the outgoing branches. For example, x1 भन्ने जुन नोड छ यहाँ, त्यो x1 भन्ने नोडमा आउने किसिमको कुनै पनि छैन, यहाँबाट जाने मात्रै छ, त्यसलाई हामी भन्छौँ इनपुट नोड। अब त्यस्तै गरी आउटपुट नोड, अब आउटपुट नोडमा चाहिँ हेर्नुहोस् त ठ्याक्कै त्यसको उल्टो, जस्तै सोर्स नोडको उल्टो आउटपुट नोडलाई सिङ्क नोड पनि भन्छ। सिङ्क नोड अथवा आउटपुट नोड, यो भनेको यहाँ x4 भन्ने हेर्नुहोस् त, त्यो x4 भन्नेमा ब्रान्चहरू आउने मात्रै छ, जाने छैन, इनकमिङ ब्रान्चेस ओन्ली, नो आउटगोइङ ब्रान्चेस। दिस इज कल्ड तपाईँको के त भन्दा, यसलाई चाहिँ तपाईँ के भनिन्छ त भन्दा सोर्स नोड भनेर भनिन्छ। सरी है, अरू पनि टर्म्सहरू छ। त्यस्तै यहाँ तपाईँले देख्नु भएको छ नि, यो स्लाइडको एरिया चाहिँ एरिया एड्रेस चाहिँ ख्याल गर्नुहोस् है। अब तपाईँहरूले आफै त्यहीँबाट नोट गर्नुभयो हुन्छ। यसलाई डाउनलोड गर्न मिल्यो, डाउनलोड भयो, मैले यहाँ देखिने गर्दा डाउनलोड देखिनँ, डाउनलोड गर्न मिल्यो, नभए मोटामोटी साह्रो छ, यो ठिकै रहेछ। मैले जति स्लाइड देखाएको छु दोज आर भेरी युजफुल होइन, त्यो चाहिँ कभर गर्न ठिकै छ। नचाहिने चिजहरू हाम्रो कोर्समा नभएको चिजलाई मैले पर्दैन भनिहाल्छु। यो देख्नु भएको छ होइन, यो के भन्छ, यो वेब बार के भन्छ, यो एड्रेस बार। सो ओके, अब आयो गेन। ये अर्को पकाइ अलिकति हामी अगाडि कति। अब पाथ, अब मैले इनपुट नोड भनेको कुन भने, जस्तै यो सिग्नल फ्लो ग्राफ हो तल देखाएको, यो सिग्नल फ्लो ग्राफमा x1 भनेको सोर्स नोड हो, अनि x4 भनेको सिङ्क अथवा आउटपुट नोड हो। अब यहाँ सबै जति जति छन् नि, यो चाहिँ ब्रान्चहरू हुन् है, यहाँ जोडिएको जति छन् है, यो ब्रान्चहरू हो सबै। यो लाइन पनि यस्तो बाङ्गो देखाए पनि ब्रान्च चाहिँ हो यो। यसरी यो पाथबाट पनि तपाईँको सिग्नल फ्लो भइरहेछ भने हो, यताबाट यारो जस्तो गरेर देखाएको त्यो त सिग्नल फ्लो भइरहेछ। यहाँ जतिवटा यो घुमेको आधा हाफ सर्कल जस्तो भयो नि, फुल सर्कल जस्तो भयो नि, यो सिधा लाइन भयो नि, जे भयो नि, अल दोज आर ब्रान्चेस है, अल दोज आर ब्रान्चेस हो। ओके, अब म पाथ भनेको कुनै पनि ब्रान्चहरूको एउटा कम्बिनेसनलाई पाथ भनिन्छ है। जस्तै x1 बाट x4 पुग्नु पर्यो भने तपाईँ कसरी पुग्नुहुन्छ, x1 बाट x2 जानुहुन्छ, x2 बाट x3 जानुहुन्छ, x3 बाट x4 जानुहुन्छ, द्याट इज अ पाथ है। x1 बाट x2 बाट x3, x3 बाट x4 डाइरेक्सन अफ एरो अनुसारले तपाईँ होइन मुभ हुन मिल्ने हेर्नुहोस् त, त्यसलाई पाथ भन्छ। अब त्यस्तै गरी x1 बाट x2 गएर अनि अप्पर माथिको चाहिँ बाटो हुँदै एकैचोटि x4 जाने पनि छ, द्याट इज अल्सो पाथ। x1 टु x2 अनि एकैचोटि x4 जाने पनि पाथ। तर हेर्नुहोस् है, यो x2 टु x3 डाउन सबभन्दा तल छ नि, त्यसमा एरो उल्टो छ, त्यो एरो उल्टो भए पछाडि एउटा पाथ पुरै कम्प्लिट चाहिँ भएन है। त्यहाँ पुरै भनौँ x4 बाट x4 जाने पाथ छैन है यसमा चाहिँ। यो तल है यस्तो गरेर देखिँदो रहेछ तपाईँको होइन। यो x3 बाट x2 मा आउने एरो देखाएको छ हेर्नुहोस् है, त्यो x2 बाट x3 बाट x2 मा आउने भनेको त्यो फिडब्याक हो होइन, त्यो फिडब्याक हो, त्यो चाहिँ अगाडि जाने फरवर्ड पाथ चाहिँ होइन है, त्यो चाहिँ फिडब्याक हो। अरू चाहिँ हेर्नुहोस् त, एरो जता देखाएको छ त्यतै जाने भनेको फरवर्ड पाथहरू हुन् है तिनीहरू। द पाथ इज द प्रोडक्ट अफ ब्रान्चेस इन गेन्स होइन, पाथ गेन भनेको चाहिँ त्यो है। कता पुगेँ म, म त फेरि फर्किसकेँ। पाथ है, पाथ इज अ कन्टिन्युअस युनिडिरेक्सनल सक्सेसन अफ ब्रान्चेस है, सबै ब्रान्चेसहरू मिलेर बन्ने, यसलाई विच नो नोड इज पास मोर देन वन्स। एकचोटि भन्दा बढी फेरि पाथमा घुमे गरेर नोडमा फेरि दोहोरी आउनु चाहिँ पाइँदैन, नोडमा दोहोरिएर आउनु पाइँदैन। एकचोटि एउटा नोड एकचोटि कटेर दिएर तपाईँ चाहिँ जुन जुन ब्रान्चमा फलो गर्दै 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 जान सक्नुहुन्छ, त्यसलाई पाथ भनिन्छ। जस्तै x1 बाट x2, x2 बाट x3, x3 बाट x4 एउटा पाथ हो, x1 बाट x2 अनि x2 बाट x3 नगइकन एकैचोटि x4 जाने अप्पर ब्रान्च छ नि, त्यो पाथ पनि पाथ हो। अनि x2 बाट x3, x3 टु x4 है, x1 बाट x3, x2 बाट x3 सरी, x2 बाट x3, x3 गरेर फेरि x4 जाने पनि पाथ हो है तपाईँको। अब फरवर्ड पाथ भनेको के त, फरवर्ड पाथ भनेको तपाईँको सोर्सबाट आउटपुट नोडसम्म पुग्ने है, इनपुट नोडबाट आउटपुट नोडसँग पुगिने किसिमको
ब्रान्चहरुको कम्बिनेसनलाई फरवर्ड पाथ भनिन्छ। जस्तै तल दिएको सिग्नल फ्लो ग्राफ भन्ने जुन मोडल छ त्यो मोडलमा दुईटा फरवर्ड पाथ छन् भनेर भन्न सकिन्छ। कसरी भन्दाखेरि x1 भन्ने सोर्स नोडबाट x4 भन्ने सिङ्क अथवा आउटपुट नोडमा पुग्नको लागि एउटा पाथ भनेको x1 बाट x2 मा जाने, x2 बाट x3 मा जाने, x3 बाट x4 मा जाने, एरोले जता जता देखाएको छ त्यतै त्यतै जाने। यसरी गएर पनि तपाईँ x1 बाट x4 पुग्न सक्नुहुन्छ अथवा सोर्सबाट नोडमा सोर्सबाट सिङ्कमा भन्दा अथवा इनपुटबाट आउटपुटमा पुग्न सक्नुहुन्छ। त्यसलाई फरवर्ड पाथ भनिन्छ। फरवर्ड पाथ भनेको के अरे इनपुट नोडबाट आउटपुटमा जाने ब्रान्चेसहरू जुन जुन पाथ ब्रान्चहरू भएर गइन्छ त्यो ब्रान्चहरू थ्रु जानेलाई नै हामी फरवर्ड पाथ भन्छौँ। अब यहाँ दुईटा फरवर्ड पाथ छ। मैले किन भनेको भन्दा x1 बाट x2 गएर एकैचोटि माथिल्लो ब्रान्चबाट तपाईँ चाहिँ x4 मा पुग्न सक्नुहुन्छ हैन। यारो जता गएको छ त्यतै जाँदाखेरि सोर्सबाट नोडबाट सिङ्कमा अथवा आउटपुटमा पुगियो। यसरी दुईटा बाटोबाट तपाईँ चाहिँ आउटपुटमा पुग्न सक्नुहुन्छ। फर इक्जाम्पल तपाईँ चाहिँ भन्नुहोस् मानौ तपाईँ चाहिँ अहिले तपाईँ भनौँ कलङ्कीमा हुनुहुन्छ अरे x1 भनेको कलङ्की हो। x1 भनेको कलङ्की हो भने मानौ तपाईँ चाहिँ जानुपर्ने छ भनौँ अब तपाईँ जानुपर्ने छ भनौँ न सातो बाटो जानु छ भने तपाईँ कलङ्कीबाट हैन कलङ्कीबाट बल्खुबाट चाहिँ तपाईँको हुँदै हुँदै जुन जुन ब्रान्च जानुहुन्छ त्यसले चाहिँ त्यसरी जाने पाथ हो एउटा। त्यस्तै गरी अर्को चाहिँ तपाईँ कलङ्कीबाट चाहिँ तपाईँ चाहिँ यता के भन्छ त्रिपुरेश्वरबाट पनि जान सक्नुहुन्छ। त्रिपुरेश्वरबाट फेरि तपाईँ चाहिँ कता पुल्चोकतिर हुँदै पनि सातोबाट जानुहुन्छ। भन्नाको अर्थ तपाईँको त्यसरी जतिवटा पाथबाट पनि तपाईँ जान मिल्ने छ भने त्यस्तोलाई हामी फरवर्ड पाथ भनेर भन्छौँ। फरवर्ड पाथमा कुनै एउटा मात्रै ब्रान्च मात्रै फरक छ भने पनि त्यसलाई हामी छुट्टै फरवर्ड पाथ भन्छौँ। जस्तै म यहाँ बालाजुमा बस्छु, म बालाजुबाट एडभान्स कलेज आउनु पर्यो भने मानौँ यहाँबाट म चाहिँ तपाईँको बालाजुबाट 16 खुट्टे जान्छु, 16 खुट्टेबाट तपाईँको रत्नपार्क जान्छु, रत्नपार्कबाट तपाईँको सिंहदरबार हुँदै जान सक्छु नि। म सिंहदरबार जान्छु, सिंहदरबारतिरबाट चाहिँ थापाथली जान्छु अनि त्यताबाट एडभान्स कलेज जान्छु। त्यो एउटा पाथ भयो। भनेदेखि मानौ म यहाँबाट चाहिँ 16 खुट्टे जान्छु, 16 खुट्टेबाट फेरि रत्नपार्क जान्छु, रत्नपार्कबाट त्रिपुरेश्वर जान्छु, त्रिपुरेश्वरबाट फेरि थापाथलीको त्यो पुल निस्केर जान्छु भने त्यो छुट्टै फरवर्ड पाथ भन्न सकिन्छ। त्यहाँ धेरै ब्रान्चहरू सेम छन् तर एउटा मात्रै ब्रान्च एकचोटि म चाहिँ रत्नपार्कबाट होइन सिंहदरबार हुँदै थापाथली निस्केँ, अर्कोचोटि चाहिँ फेरि त्रिपुरेश्वर हुँदै फेरि पुल्चोकको भनौँ न थापाथलीको पुलमा निस्क्यो। भन्नाको अर्थ त्यहाँ एउटा मात्रै अलिकति मात्रै फरक भए पनि हामी दुईटा फरवर्ड पाथ भन्छौँ। यो केसमा पनि हेर्नुहोस् त तपाईँ x1 बाट x2 जाने ब्रान्च एउटै हो, x2 बाट एकचोटि सिधै x4 जाने बाटो छ, त्यो एउटा फरवर्ड पाथ भयो। अर्को x1 बाट x2, x2 बाट x3 हुँदै x4 जाने पाथ छ, त्यसलाई अर्को फरवर्ड पाथ भनिन्छ। कुनै एउटा मात्रै पाथ फरक भयो भने पनि हामी छुट्टै फरवर्ड पाथको नाम दिन्छौँ। ओके, अब फिडब्याक पाथ भनेको तपाईँको चाहिँ आउटपुट साइडबाट इनपुट साइडतिर जानेलाई चाहिँ हामी फिडब्याक पाथ भन्छौँ है। अनि त्यस्तो किसिमकोलाई हामी फिडब्याक पाथ भन्छौँ। फिडब्याक भनेको कस्तो हुन्छ त तपाईँको भन्दाखेरि तपाईँको आउटपुट साइडबाट इनपुटमा गएर एउटा क्लोज लुप बनाउँछ फिडब्याक पाथले होइन। त्यस्तो बेलामा चाहिँ हामी फिडब्याक पाथ भनेर भन्छौँ। जस्तै हाम्रो x2 बाट x3 गयो, x3 बाट फेरि फर्केर x2 मै आउन मिल्छ भने त्यसलाई हामी फिडब्याक पाथ भनेर भन्छौँ। हेर्नुहोस् त तपाईँको x2 बाट x3, x3 बाट फेरि फर्केर x2, त्यो चाहिँ के हो तपाईँको फिडब्याक पाथ हो। ख्याल गर्नुहोस् है यो तलको। ओके, अब लुपहरूको कुरा गर्दाखेरि लुपहरू सेल्फ लुप भनेको एउटा नोडबाट स्टार्ट भएर फेरि त्यही नोडमा आएर सकिन्छ भने त्यस्तो एउटा नोडबाट आएर स्टार्ट भएर त्यही नोडमा आएर सकिन्छ भने त्यसलाई लुप भनिन्छ। तर अरू नोडहरू चाहिँ दुईचोटि आउन मिल्दैन है। स्टार्टिङ एउटा लुपबाट भयो, एउटा नोडबाट भयो अनि त्यो नोडबाट घुम्न थालेर फेरि लास्टमा चाहिँ अरू नोडहरू गर्दै गर्दै त्यही लुपमा त्यही नोडमा आइपुगिन्छ भने त्यसलाई चाहिँ हामी भन्छौँ एउटा लुप भनेर भन्छौँ है। एउटा नोडबाट स्टार्ट भएर फेरि अरू नोडमा पुगेपछि ब्रान्च हुँदै अरू नोडमा पुग्यो अनि अरू नोड हुँदै फेरि त्यही नोडमा आइपुगिन्छ भने त्यसलाई लुप भनिन्छ। तर एउटै मात्रै नोडमा पनि लुप हुनसक्छ कहिलेकाहीँ, त्यस्तो किसिमलाई सेल्फ लुप भनिन्छ। यहाँ सेल्फ लुप देखाएको छ, x3 बाट स्टार्ट भएर x3 मै घुमेको एउटा सर्कल देखाएको छ। त्यो हेर्नुहोस् त एरोले चाहिँ त्यो बाटो देखाउँछ सिग्नलको फ्लोको, त्यस्तोलाई हामी सेल्फ लुप भन्छौँ। त्यो पनि कता कति कहिलेकाहीँ युज हुन सक्छ।
सिग्नल फ्लो मोडलमा। अर्को चाहिँ भनेको तपाईको जस्ट हैन हामी लुप भनेर भन्छौं। लुप भनेको जस्तै x2 बाट x3 जानुस्, x3 बाट फेरि x2 आउनुस् फर्केर, त्यसलाई हामी एउटा लुप भन्छौं है। x2 बाट x3 गएर x3 बाट x2 फर्केर आयो, x2 भनि चाहिँ दोहोरियो, तर x3 लाई दोहोरे हामी लिदैनौं। x2 बाट स्टार बाट x3 गए पछाडी x3 बाट फेरि x2 मा मात्रै आएपछि लुप सक्यो, फेरि x2 फेरि भनेर दुईचोटी चाहिँ त्यो स्टार्टिङ नोड चाहिँ फर्केर आउँदा चाहिँ क्लोजिङ नोड हुने भयो, तर अरु बीचमा परेका नोडहरु चाहिँ एकचोटी मात्र लिन मिल्ने हुन्छ। त्यस्तोलाई हामी लुप भन्छौं। अनि लुपमा भएको चाहिँ जे चीजहरु जतिवटा ब्रान्चहरु छन् त्यो ब्रान्चमा जे मल्टिप्लायरहरु छ अथवा ट्रान्समिटेन्स छ, ती सबैलाई गुन्दै गयो भने त्यसलाई गेन भनिन्छ। जस्तै पाथ गेन भन्यो भने तपाईको पाथ गेन भनेको प्रत्येक हामीले कुनै पनि पाथ डिफाइन गर्छौं। जस्तै फरवर्ड पाथ भनेर अघि भनेका थियौं, त्यो फरवर्ड पाथमा जे ब्रान्चहरुमा जे मल्टिप्लायर राखेको छ त्यो पाथको गेन हो। जस्तै x1 बाट x2, x2 बाट x3, x3 बाट x4 पुग्दाखेरि तपाईको कुन ब्रान्च युज भयो, त्यो ब्रान्चमा भएको मल्टिप्लायरहरु a21, a22 हैन, a21, a32, a43 भन्ने यो मल्टिप्लाई गरे पछाडी यो सिधा आउने फरवर्ड पाथको चाहिँ गेन भनेर भन्छौं त्यसलाई। अब मानौ हैन त्यस्तै गरी लुपको पनि गेन हुन्छ। लुपको गेन भनेको चाहिँ तपाईको जस्तै यो अहिले भर्खरै देखाएको लुप थियो, जस्तै हेर्नुस् त x2 बाट x3, x3 बाट फेरि फर्केर x2 मा जाने जुन लुप छ नि, त्यो लुपको गेन के भयो, a32 र a23 दुईटा मल्टिप्लाई गरिदियो भने त्यो लुपको गेन हो। त्यो लुपमा जुन ब्रान्च पर्छ त्यो ब्रान्चमा भएको गेनलाई मल्टिप्लाई गर्यो भने त्यसलाई लुप गेन भनेर भनिन्छ। जस्तै सेल्फ लुप वाला a33 भनिन्छ, त्यसको लुप गेन चाहिँ a33 भयो। Two loops path or loop and path are said to be non-touching if they have no nodes in common. दुईटा कुनै पनि लुपमा कुनै पनि नोड कमन छैन भने त्यसलाई हामी नन टचिङ लुप भनेर भनिन्छ। जस्तै हाम्रो यो फिगरमा जम्मा दुईटा लुप छ, एउटा सेल्फ लुप हो त्यो गोलो सर्कल, र अर्को लुप भनेको x2 बाट x3, x3 बाट x2 फर्किने एउटा लुप छ। ती दुईटै लुप तपाईको चाहिँ टचिङ छ, किनभने x3 भन्ने नोड दुईटैमा कमन छ, त्यसकारण दिस टु आर टचिङ नोड। नन टचिङ नोड भन्ने यहाँ छैन है। त्यो a33 भन्ने यदि मान किसिमको जुन सर्कल छ नि, त्यो सर्कल x4 भन्ने ठाउँमा भएको भएदेखि त्यो लुप र अनि यो x2 x3 मा भएको जुन लुप छ त्यो दुईटालाई नन टचिङ भन्न मिल्थ्यो है। यहाँ चाहिँ नन टचिङ लुप चाहिँ छैन है यो फिगरमा। अब के बुझ्नु पर्यो तपाईहरुले, फरवर्ड पाथ भनेको के हो, अनि त्यो पाथ भन्ने थाहा भएपछि पाथमा जे ब्रान्चहरुमा जे मल्टिप्लायर छ त्यो सबैलाई गुनेकोलाई पाथ गेन भनेर भनिन्छ। फरवर्ड पाथ जतिवटा छ त्यसको आफ्नै किसिमको पाथ गेन हुन्छ। लुप भनेको एउटा नोडबाट सुरु भएर विभिन्न ब्रान्च हुँदै विभिन्न नोडहरु क्रस गरेर फेरि त्यही नोडमा आएर सकिने किसिमको कुनै किसिमको एरोले देखाउँदै घुम्न जाँदाखेरि एरो अनुसार त्यही नोडमा आइपुगिन्छ भने त्यसलाई हामी लुप भनेर भन्छौं। र लुप हुनलाई जुन ब्रान्चहरु कटेर हामी घुमेर त्यहाँ आइपुगेका हुन्छौं, ती ब्रान्चहरुको गेनलाई गुनेकोलाई लुप गेन भनेर भनिन्छ। ओके, अब हेर्नुस् त यहाँ नामहरु सबै दिएको छ। तपाईको लुप भन्ने देखाएको छ। यहाँ लुप हुनलाई जहिले पनि ब्रान्चमा एरो चाहिँ घुमेको हुनुपर्छ है। फेरि एरो चाहिँ नघुमिकन एउटै डाइरेक्सनमा एरो गएर तपाईको लुप भन्दैन, त्यसलाई चाहिँ प्यारलल पाथ भनिन्छ, लुप भनिदैन। जस्तै तपाईको फिडब्याक आएको ठाउँमा मात्रै लुप हुन्छ। जस्तै हेर्नुस् यहाँ सोर्स नोड भन्ने थाहा भयो, इनपुट नोड देखाएको छ, आउटपुट नोड देखाएको छ यहाँ, अनि बीचको नोडहरुलाई मिक्स्ड नोड पनि भन्छ है। हेर्नु होला है, बीचको नोडमा इनपुट पनि इनकमिङ एरो पनि हुन्छ, आउटगोइङ एरो पनि हुन्छ भने त्यसको नोडलाई मिक्स्ड नोड भनेर भनिन्छ। अब नोडहरुको बीचमा ब्रान्च छ, त्यो ब्रान्चहरुको गेनलाई ट्रान्समिटेन्स भनिन्छ है। यहाँ चाहिँ ट्रान्समिटेन्स भनेर नाम राखेको छ। अब सिधै जाने जुन ब्रान्चहरु मिलेर जान्छ त्यसलाई फरवर्ड पाथ भनिन्छ। अनि ब्रान्चहरु हुँदै फेरि फर्केर त्यही नोडमा आइपुग्छ त्यसलाई लुप भनिन्छ। यी सबै चीजहरु यहाँ देखाएको छ हेर्नुस् है।
अब यहाँ दुईटा इनपुट नोड देखाएर चाहिँ यहाँ चाहिँ है इनपुट नोड चाहिँ दुईटा देखाएर चाहिँ यसमा किनभने अर्को इनपुट पनि दिएको छ x4 भन्ने नि एउटा इनपुट थप्दाखेरि एउटा नोड दिएर थप्नुपर्छ त्यस्तो केसेसहरू पनि हुनसक्छ तर कहिले पनि हामी एउटा दुईटा इनपुट लिएर ट्रान्सफर फङ्सन निकाल्न चाहिँ सक्दैनौँ ट्रान्सफर फङ्सन निकाल्न जहिले पनि इनपुट यो आउटपुट यो भनेर डिफाइन हुनुपर्छ है किनभने ट्रान्सफर फङ्सनको आउटपुटलाई इनपुटलाई ट्रान्सफर फङ्सन भनिन्छ ब्लक डायग्रामबाट पनि सिग्नल फ्लो ग्राफ बनाउन सकिन्छ र सिग्नल फ्लो ग्राफको मेथडबाट पनि ब्लक डायग्रामलाई सल्भ गरे जस्तै गरी ट्रान्सफर फङ्सन निकाल्न सकिन्छ अब ब्लक डायग्राम मोडललाई सिग्नल फ्लो ग्राफ बनाउने कसरी इक्वेसनहरू दिएको छ भने पनि सिग्नल फ्लो ग्राफ बनाउन सकिन्छ इक्वेसनबाट झन् सजिलो हुन्छ है जसरी ब्लक डायग्राम बनाउनु भन्दा नि सिग्नल फ्लो बनाउन सकिन्छ जस्तै यहाँ इक्वेसनहरू छ है तपाईँको यहाँ इक्वेसनहरू x1 x2 x3 x4 भनेर तपाईँको इक्वेसनहरू छ यहाँ चाहिँ x0 इज इनपुट एन्ड x4 इज आउटपुट भनेको छ भने त्यो x0 भन्नेबाट चाहिँ एरो सुरु गर्ने x0 भन्नेमा एउटा नोड बनाए नि हुन्छ हैन नोड नबनाइकन एरो सुरु गर्न नि सकिन्छ कुनै बखतमा चाहिँ एरो मात्रै जस्ट इनपुटिङ त्यहाँबाट आउटगोइङ एरो मात्रै देखाउनु हो भने व्हाट वी थिंक देयर इज अ सोर्स नोड भनेर हामी भन्छौँ ओके x0 भन्ने इनपुट छ रे है अनि x4 इज आउटपुट हो रे र यस किसिमको इक्वेसनहरू तपाईले चाहिँ लेख्नु भएको छ भने यस्तो इक्वेसनबाट कसरी सिग्नल फ्लो ग्राफ बनाउने भन्दाखेरि पहिला x0 भन्नेलाई एउटा नोड दिइहाल्ने है अनि हामी नोड बनाउँदै बनाउँदै विभिन्न भेरिएबलहरु बीचमा राख्दै लास्टमा x4 भनेर कम्प्लिट गराउने है x0 बाट अब हेर्नुस् है x0 बाट चाहिँ इक्वेसन लेख्न पर्यो पहिला x0 भन्नेबाटलाई a ले गुन्ने अनि त्यसपछि हेर्नुस् यहाँ तपाईको के भनेको छ x0 भन्नेलाई a ले गुन्ने त्यस्तै x1 र x2 भन्ने चाहिँ पछि आउला रे x1 लाई b ले गुन्ने x2 लाई c ले गुन्ने र सबै जोड्यो भने x1 बन्छ भनेछ अब पहिला के भन्दा x0 लाई a ले गुनेको के आउँछ त्यो चाहिँ त्यसलाई एउटा नोड राख्यो है a ले गुनेको एउटा 5 देखायो अनि x1 भन्ने अब x1 लाई फेरि के यो एरो देखाउँदाखेरि प्लस गर्यो भने जोड्ने हो माइनस गर्नलाई यही हामीले प्लस र माइनस चाहिँ कसरी थाहा पाउँछौं भन्दाखेरि यहाँ माइनस छ भने देखि यो b को ठाउँमा माइनस b यहाँ लेखिदिने हो के यो गेनमा चाहिँ माइनस b राख्ने यहाँ प्लस छ भने प्लस b यहाँ यदि माइनस यहाँ माइनस छ भने माइनस b भनेर यस्तो पाथ गेनमा राख्दिनु हो तपाईको अब यहाँ हेर्नुस् त यो b लाई x1 ले गुनेर फेरि x1 मै ल्याउनु पर्ने छ थप्नु पर्ने छ भनेर यहाँ सेल्फ लूप बनाए यसरी अनि b ले x1 लाई b ले गुना यही ल्याएर थप भन्यो है अनि त्यसपछि अब अझै सकिएको छैन तर x1 चाहिँ हैन जस्तै अब के रे x1 भनेको चीज चाहिँ अझै कम्प्लिट भएको छैन x1 मा अझै x2 भन्ने पनि आउँछ त्यो x2 भन्ने चाहिँ c ले गुनेर आउँछ c ले x2 भन्ने चाहिँ c ले x2 अर्को c x2 भन्ने पनि लूप राखेको छ है यो यो x2 भन्नेलाई c ले गुनेर यही x1 मा ल्याछ है यो x1 मा x2 पनि थपिन आयो अनि हाम्रो फेरि x2 भन्ने के हो पहिला हेरौं x2 लाई x1 लाई d ले गुनेको भनेपछि यो x1 बनाएकोलाई d ले गुनेर तपाईले x2 बनाउनुहुन्छ अनि x2 लाई फेरि c भन्नेले मल्टिप्लाई गरेर x1 मा ल्याएर थप्नुहुन्छ यो x2 c x2 पनि आयो भनेपछि बल्ल यहाँ पुगे पछाडी यहाँबाट यो फिडब्याक ल्याएपछि बल्ल यहाँ त तपाईले x1 भन्ने पाठ सकियो अब x2 भन्नेमा x1 लाई d ले गुनेको पनि छ र x3 लाई फेरि फिडब्याक x3 भनेको पछाडीबाट आउने हो नि त फिडब्याकमा e ले गुनेको पनि छ त्यो भएर x2 लाई अब यहाँ x3 भन्ने यसबाट हेरौं अनि x लाई फिडब्याक पनि लैजानु पर्ने यसले देखायो x3 भन्ने चाहिँ के हो त x0 लाई f ले गुनेको है सिधै x0 भन्नेलाई f ले गुनेर x3 भन्नेमा लैजान सक्नुहुन्छ एउटा प्लस जो x2 भन्ने आयो त्यो x2 लाई g ले गुनेर यहाँ लर थप्दिए पनि यो यारो पनि यति फर्क्यो यो यारो यति फर्क्यो यी दुईटा गरे x3 मा मिसियो अब यो x3 फिडब्याक चाहिने ठाउँ यहाँ माथि x2 मा छ त्यही भएर यसलाई फिडब्याकमा चाहिँ e ले गुनेर लर दियो अब x3 बाट फेरि x4 बनाउनलाई चाहिँ x3 लाई h ले गुनेपछि x4 आउँछ भन्यो अनि x4 यो ब्रान्च राख्यो अनि घुम्बुन्न पर्ने चिजलाई ब्रान्चमा लेखियो यसरी सिग्नल फ्लो ग्राफ यो इक्वेसनको आधारमा बनाउन सकिन्छ भनेर अब त्यस्तै गरी कन्स्टेन्ट सिग्नल फ्लो ग्राफ फर द फलोइङ सेट अफ साइमल्टेनियस इक्वेसन भएर यहाँ x2 यहाँ x3 यहाँ x4 भन्ने इक्वेसनहरु दिएको छ अब यहाँ हेर्नुस् त x1 भन्ने x2 मा नि भर पर्दैन x3 मा नि भर पर्दैन x4 मा नि भर पर्दैन त्यो यहाँ इनपुट भनेको x1 भयो x1 भन्ने इनपुट नोड बनाउने
देखिरहेको छ यो एक्जाम्पल आशुतोष भण्डारी तीनटा इक्वेसनहरु देखे छ तीनटा इक्वेसनको आधारमा हामीले सिग्नल फ्लो ग्राफ बनाउने हो यो तीनटामा चाहिँ तपाईको इनपुट भन्ने चाहिँ x1 भन्ने भयो किनभने x1 इन्डिपेन्डेन्ट भेरिएबल छ हेर्नुस् त x1 को आधारमा x2 आउँछ अनि x त्यसपछि अरूमा भर पर्छ तर x1 भन्ने चाहिँ हामीले यहाँ चाहिँ अरूमा भर पर्दैन त्यही भएर x1 चाहिँ इनपुट नोड भयो अनि फाइनल्ली चाहिँ तपाईको x4 चाहिँ तपाईको आउटपुट नोड भयो है किनभने x4 भन्ने अरू x2 x3 मा भर पर्दो रहेछ त्यही भएर x4 चाहिँ आउटपुट नोड भयो x4 मा चाहिँ भर पर्ने अर्को कुनै एउटा x5 भन्ने छैन त्यही भएर x4 चाहिँ आउटपुट नोड भयो अब यो तीनटा इक्वेसनमा हेर्नुस् पहिला यो x1 लाई चाहिँ a21 ले गुने पछाडी यहाँ एउटा x2 भनेर नाम दिए तर त्यतिले मात्रै पुगेन अब x3 पनि ल्याएर थप्नु छ त्यसपछि फिडब्याक ल्याएर थप्ने हो अब x2 मा आइपुगे पछाडी अब x2 लाई कतिले गुने पछाडी x2 लाई a32 ले गुने पछाडी x3 मा जान पाइन्छ a32 ले गुनेर x3 मा पुग्यो हामी पहिला यो छोड्दियौ है फिडब्याक छोड्दियौ है मैले त्यही फेरि x3 लाई कतिले गुनेपछि x4 मा पुगिन्छ a43 ले गुनेपछि x4 मा पुग्यो अब x4 सम्म पुग्यो अब कहाँ फिडब्याक चाहिएको छ हेरौं अब हेर्नुस् त x2 भन्ने ठाउँमा x3 फिडब्याक चाहिएको छ त्यो x3 भन्ने जहाँ छ त्यसलाई फेरि यो भ्यालुले गुने अनि x2 मा लिएर आउने फिडब्याक पाथ अब हेर्नुस् त x3 मा के फरवर्ड चाहियो त हामीले एउटा x2 मात्रै अहिले युज गरिसक्यौं फरवर्ड पाथबाट अनि x1 भन्ने अर्को फरवर्ड पाथ दिनु पर्यो यो x1 भन्ने अर्को फरवर्ड पाथ यसरी दिएर x3 मा लिएर आएको छ अनि अब x3 मा चाहिँ फेरि आफ्नै x3 नै छ त्यो एउटा सेल्फ लुप हाल्दियो यहाँ सेल्फ लुप हालेर x3 भन्ने सेल्फ लुप हालेर x3 लाई यसरी गरेर x3 को x3बाट x3 मा थपिने चिज बनाइयो अब x4 मा चाहिँ तपाईको यो हामीले यो x3 वाला चाहिँ हामीले अहिले देखाइसकेका छौं अब x2 वाला यहाँ x2 बाट सिधै a42 ले गुनेर पनि x4 मा आयो यसरी हामीले सिग्नल फ्लो ग्राफ है यस्तो किसिमबाट हामी बनाउन सक्छौं सिग्नल फ्लो ग्राफ सो ओके अब यसलाई यताउता मात्रै हो केही छैन यो जस्तो मात्रै हो वे अफ रिप्रेजेन्टिङ मात्रै लाइन तान्दा कुनलाई सिधा तान्ने कुनलाई बाङ्गो तान्ने भन्ने मात्रै हो है तपाईको के गरी यो यताबाट तान्नु हो यताबाट ताने पछाडी अर्को यहाँ काटिने किसिमबाट सकेसम्म तान्ने नकाटिने तिरबाट तान्ने है अनि यताबाट काट्न मिल्दैन अलिक फरकिलो बाहिरबाट लाने मिल्छ बाहिरबाट लाने सकेसम्म दुईटा लाइन नकाट्ने दुईटा लाइन काट्यो भने कहिलेकाहीँ कन्फ्युजन हुन सक्छ त्यो नोड हो कि जस्तो लाग्न सक्छ तर सकेसम्म यो लाइनहरु यताबाट लान मिल्छ कि यताबाट लान मिल्छ कि दुईटा लाइन एकआपसमा क्रस नहोस् है क्रस गर्न सक्नुहुन्छ तपाईले तर त्यो क्रस गर्दाखेरि तपाईको त्यो चाहिँ नोड जस्तो लागेर तपाई कन्फ्युजनमा पर्नुहुन्छ कि भन्ने है त अब यसरी इक्वेसनको बाट सिग्नल फ्लो ग्राफ बनाउने यहाँ देखाएपछि ब्लक डायग्राम टु सिग्नल फ्लो ग्राफ अब ब्लक डायग्राम टु सिग्नल फ्लो ग्राफ कसरी बनाउने भन्ने चाहिँ यहाँ ब्लकलाई कसरी देखाउने भनेर हेर्नुस् त एउटा ब्लकलाई चाहिँ हामी के राख्छौं जस्तो एउटा ब्रान्च हेर्नुस् है यहाँ ब्लक थियो यहाँ एउटा जस्तो ब्रान्च आयो है अनि त्यो ब्रान्चमा मल्टिप्लाई गर्ने चीजलाई हामी लेखिदिन्छौं के यो मल्टिप्लाई यो r लाई g ले मल्टिप्लाई गरेर c आउँछ भने चाहिँ यहाँ r देखाइ अनि एउटा ब्रान्च दियो एरो दियो डिरेक्सनल ब्रान्च अनि त्यसमा चाहिँ यो g भन्ने चाहिँ मल्टिप्लाई गरेर चाहिँ यहाँ राख्दियो यताबाट c भनेर अर्को प्रत्येक भेरिएबललाई चाहिँ नोड दिने अनि नोडलाई चाहिँ अनि यो ब्लकहरु आदि इत्यादि गुड्नु पर्ने चीजलाई चाहिँ ब्रान्चमा राख्ने है त अब यो लुप हेर्नुस् त यो लुपमा हेर्नुस् समिङ पोइन्टको लागि पनि फेरि एउटा नोड बनाउनु पर्छ है समिङ पोइन्ट r भन्ने स्टार्ट भएपछि एउटा समिङ पोइन्ट अर्को नोड चाहियो समिङ पोइन्टलाई नोड दिए पछाडी हेर्नुस् त तपाईको यसरी गयो अनि फेरि यो g ले मल्टिप्लाई गर्ने ठाउँमा फेरि ब्रान्च राखेर नोड राख्नु पर्यो मल्टिप्लाई गरेपछि अर्कै भेरिएबल बन्छ त्यसको लागि फेरि अर्को नोड चाहियो अनि हेर्नुस् त यहाँ तपाईको के हो r भन्ने चीज यताबाट आयो अनि यो समिङ पोइन्ट हो यो समिङ पोइन्टमा चाहिँ केही पनि छैन भनेको 1 हो के है केही पनि छैन मतलब मल्टिप्लाई गर्नुपर्ने केही पनि छैन मतलब 1 अनि यहाँ गयो 1 लेखिराख्नु पर्दैन त्यो नलेखे पनि हामी धरको मात्रै तान्यो भने 1 भन्ने मान्छौं नभएदेखि त्यहाँ मल्टिप्लाई गर्ने चीज लेख्नुपर्छ अनि यहाँबाट e यसलाई e भन्ने चाहिँ यो भेरिएबल यहाँ यो पोइन्टबाट चाहिँ तपाईको g ले गुणिदिए पछाडी अनि c भन्नेमा पुग्यो c को लागि अर्को नोड दियो अब यो c लाई फिडब्याक आएर फेरि यही ठाउँमा आइपुगेको छ त्यहाँ चाहिँ यो नेगेटिभ फिडब्याक यो माइनस भन्नेलाई माइनस hs गरेर राख्यो यस्तो लुपको चाहिँ यस्तो सिग्नल फ्लो ग्राफ भन्छ
अब हेर्नुहोस् यहाँ यसको लागि पनि आर भन्ने इनपुट आयो है। इनपुटको लागि नोड, यो नोड पनि नराखिकन धर्को मात्रै तानिने हुन्छ है। म त के भन्छु भने यो छेउको यो नोड छ नि, यो नोड नबनाउने, जस्ट धर्को स्टार्ट गर्ने। अनि आउटपुट पनि बरु यहाँबाट एउटा धर्को तानेर देखाइदिने कि सी, यता आउटपुट सीबाट यता एरो देखाइदिने। अनि त्यसो भएदेखि अनि यहाँ पनि धर्को तान्ने, नोड नदिने, यहाँबाट धर्को तान्ने नोड दिने, यहाँको नोड पनि नदिकन धर्को मात्रै तान्ने। अनि केही चिज थप्नु परिन्छ अथवा त्यही चिज अन्त पनि पठाउनु परिन्छ भने चाहिँ फेरि नोड दिनुपर्छ। अब हेर्नुहोस् यो नोड, यो आर भन्ने यहाँबाट स्टार्ट गर्यो, अनि यो नोडको लागि यहाँबाट नोड बनायो, अनि जी1 ले मल्टिप्लाई गरेपछि यहाँ पुगिन्छ, त्यसको एउटा नोड बनायो, अनि त्यस पछाडि फेरि जी2 ले मल्टिप्लाई गरेपछि यहाँ पुगिन्छ, त्यसको एउटा नोड बनायो। अनि यहाँ चाहिँ त्यो नोडमा एउटा थपिने चिज छ भने यो तपाईँले अर्को थपेको चिज पनि देखायो। यो यहाँ मात्रै दिएर थपे पनि पाइन्छ, यस्तो ठाउँ यो नोड दिएर के माने छैन। एउटा दुईटा चिज यता जाने छ भने नोड दिन आवश्यक छ, नत्र यस्तो सुरुको र लास्टमा पनि यस्तो एउटा लाइन तानेर हेरेर देखाइदियो, त्यो भयो सजिलो, राम्रो देखिन्छ। अब हेर्नुहोस् त्यस्तै गरी यो फिडब्याकमा यहाँबाट चाहिँ सी भन्ने यो हो, यहाँबाट फिडब्याक गएको छ यो नोडमा, यो नोड हो यो भनेको, यसलाई यो नोड बनाएको हो। अनि यसमा चाहिँ फिडब्याक जान्छ भने माइनस भने माइनसले गुन्यो, प्लस छ भने प्लसले गुन्यो, नेगेटिभ फिडब्याक छ भने माइनस यहीँ राख्यो। अनि एउटा चाहिँ सिङ्गल फ्लो ग्राफ। ओके, यो इक्जाम्पल भन्दा अगाडि म दुईटा नियम लेख्छु, लेख्नुहोस् त, लेख्नुहोस् त। अब तपाईँहरू कापी कलम लिएर बसेर लेख्नुहोस् त, म दुईटा नियम भन्छु, यो नियमलाई सँगसँगै म आफैले पनि मौखिक रूपमा म दुईटा भन्छु, लेख्नुहोस् त। ब्लक डायग्राम टु सिङ्गल फ्लो ग्राफ भनेर लेख्नुहोस्। अनि ब्लक डायग्रामलाई सिङ्गल फ्लो ग्राफ बनाउनलाई दुईटा नियम छन्। ब्लक डायग्राम टु सिङ्गल फ्लो ग्राफमा चाहिँ पहिलो नियम रुल 1 अथवा पोइन्ट 1 है, 1 नम्बरमा चाहिँ लेख्नुहोस्। 1 नम्बरमा लेख्नुहोस् सबैले। पहिलो नियम चाहिँ all variables summing point and take off point. All variables summing point and take off point are represented by node. Represented by node. है, भेरिएबलहरुलाई नोड चाहियो, समिङ पोइन्टलाई नोड चाहियो, टेक अफ पोइन्टलाई नोड चाहियो। भेरिएबल्स अनुसार, समिङ पोइन्ट अनुसार, टेक अफ पोइन्ट अनुसार नोडै नोड चाहियो। All variables, summing point and takeoff points are represented by different nodes. Different nodes. Particular node जनाइन्छ। Represented by different nodes. अब 2 नम्बरमा अर्को दोस्रो नियम। पहिलो नियमले चाहिँ सरसर्ती भेरिएबललाई नोड दिनुस्, समिङ पोइन्ट आयो भने नोड दिनुस्, अनि टेक अफ पोइन्ट आयो भने नोड दिनुस् भनेर सरसर्ती भन्यो। त्यसपछाडि त अब ब्लकहरुमा चाहिँ एरो जोड्ने हो। अब लाइन मात्रै छ भने लाइनले मात्रै जोड्ने 1 हो गेन, अनि ब्लक छ भने पनि लाइनले जोड्ने, अनि ब्लक भित्रको जे हो त्यो मल्टिप्लायर बनाएर लेखिदिने हो। अब तपाईको 2 नम्बरमा के भन्छ भने पहिलो नियमलाई अलिकति काट्छ है, अलिकति मोडिफाई गर्छ है, त्यो पहिलो नियममा भएको चीजमा अलिकति मोडिफाई गर्छ। अब 2 नम्बरमा लेख्नुस्, if a takeoff point, if a takeoff point just follows a summing point, represent them by single node, एउटै नोड, single node, represent them by single node। मैले के भने एउटा समिङ पोइन्टबाट भन्दा पछाडी उति बेलै है,
जस्ट ब्लकहरु नकटिकन उति बेलै एउटा टेक अफ पोइन्ट छ भने दुईटा बनाउन जरुरी छैन है, दुईटा बनाए बिग्रिन्छ, एउटै बनाए बनाए पुग्छ। पहिलो नियमले के भन्छ, समिङ पोइन्टलाई होस् कि टेक अफ पोइन्ट होस् कि जेसुकै इनपुट भेरिएबल आउटपुट भेरिएबल यिनीहरूको लागि चाहिँ एउटा एउटा नोड राख्दै जाऊ भन्छ। अनि दोस्रो नियमले तपाईको के भन्छ भन्दा समिङ पोइन्ट भन्दा जस्ट पछाडि टेक अफ पोइन्ट आउँछ भने ती दुईटैको लागि एउटै नोड हुन्छ है, दुईटा फरक फरक नोड हुँदैन भनेर। अब म चाहिँ के भन्छु भने 3 नम्बरमा लेख्नुस् है, 3 नम्बरमा लेखिनु हुन्छ, कतै ब्राकेटमा मात्रै लेखिनु हुन्छ। इनपुट नोड एन्ड आउटपुट नोड आर जस्ट अप्सनल है, त्यो नोड नराखिकन तपाईले एरो स्टार्ट गर्ने अथवा एरो चाहिँ आउटपुट साइडमा देखाएर मात्रै छोड्दिए मलाई राम्रो मोडल लाग्छ है। मलाई चाहिँ त्यो गोलो छेउछेउमा चाहिँ राख्नु जरुरी छैन, एउटै गोलोबाट दुईतिर भ्यालु जानु छ भने त राख्नै पर्यो, नत्र भनेदेखि त्यो इनपुटमा एरो मात्रै ठक्क निकाल्दिने, आउटपुटमा एरो मात्रै बाहिर निकालेर छोड्दिने है। इनपुटबाट एरो सुरु हुन्छ र कुनै एउटा नोडमा आउँछ, आउटपुटको कुनै एउटा नोडबाट एरो बाहिर जान्छ, बस त्यति मात्रै मतलबमा तपाईको नोड राख्दै पुग्छ। अब म यी चीजहरुलाई लेख्नुभयो होला सायद मैले भनेको, नभए भए भन्नुस्। अब यसलाई इक्जाम्पलबाट कसरी चाहिँ भनेर म ब्लक डायग्राम मोडलबाट कसरी चाहिँ सिग्नल फ्लो ग्राफ बनाउने भन्ने इक्जाम्पल म देखाउँदै छु। अब सबैले देख्नुभयो होला, यहाँ इक्जाम्पल भनेर एउटा ब्लक डायग्राम मोडल छ र त्यसको तल सिग्नल फ्लो ग्राफ बनाएको छ। त्यो मोडलको लागि तल सिग्नल फ्लो ग्राफ बनाएको। अब यो ब्लक डायग्राम मोडलमा कतिवटा नोड राख्ने भन्दाखेरि मैले तपाईहरुलाई के भनेको भन्दा यो आर मा एउटा गोलो देखाएको छ नि, यो गोलो नबनाइकन एरो मात्रै तान्नुस्, त्यो मलाई राम्रो लाग्छ भनेको मैले। म यसलाई कपी गर्छु है एकचोटी। अब यहाँ तपाईको यो आर भन्ने इनपुट आइरहेको छ, सी भन्ने आउटपुट गइरहेको छ, त्यही भएर यो आर भन्ने एउटा नोड दिन जरुरी छैन मैले भन्नु खोजेको त्यही है। यो आर भन्ने यहाँ जस्तो छ त्यस्तै एउटा एरो मात्रै दिएर सुरु गर्दा हुन्छ है। आर भन्ने यसरी आयो है सिग्नल फ्लो ग्राफमा, आर भन्ने आयो। अब यहाँ कतिवटा नोड हुन्छ पहिला हिसाब गर्नुस् है। यो आर भन्नेलाई छोड्दिनुस्, यो यहाँ चाहिँ एउटा नोड राखेर सी देखाइदिनुस् है। अब यहाँ एउटा नोड चाहिँ बनाइराखौँ, आर भन्ने चाहिँ एउटा नोडमा ल्याएर मैले राखेँ है। अब यो नोड भनेको यो समिङ पोइन्टको लागि एउटा नोड दिए है मैले, यो आर को लागि मैले जरुरी देखिन, एक्लै आएको छ, यता दुईतिर बाटो भएको भए सायद मैले नोड दिन सक्थेँ। अब यहाँ एउटा मात्र आज यसलाई मैले नोड दिइनँ। अब हेर्नुस् है, म कतिवटा नोड दिन्छु त भन्दाखेरि यो ठाउँमा एउटा नोड चाहियो समिङ पोइन्टलाई, फेरि अर्को समिङ पोइन्ट आयो, समिङ पोइन्टलाई सधैँ नोड चाहिन्छ नै है। टेक अफ पोइन्टमा मात्रै अलिकति कन्फ्युजन छ, टेक अफ पोइन्टको बेलामा अलिकति विचार गर्नु होला, समिङ पोइन्टको बेलामा त सधैँ नोड चाहिन्छ। यो एउटा नोड यसलाई चाहियो, अर्को नोड यसलाई चाहियो, अनि जीवनले मल्टिप्लाई गरे पछाडि फेरि समिङ पोइन्ट आयो त्यसलाई नोड चाहियो भनेको नोड कतिवटा चाहियो, यसलाई 1 नम्बर नोड भने मैले है रफली लेखे है मैले सब। एउटा 1 नम्बर नोड यहाँ, 2 नम्बर नोड चाहिँ यो अर्को समिङ पोइन्टलाई, 3 नम्बर नोड चाहिँ यहाँ यो अर्को समिङ पोइन्टलाई, अनि 4 नम्बर नोड चाहिँ यो जीवनले मल्टिप्लाई गरेपछि यो बीचमा टेक अफ पोइन्ट छ हैन, 4 नम्बर यसलाई, अनि फेरि 5 नम्बर नोड चाहिँ यहाँ 5 नम्बर। अब यो 5 नम्बर भनेको यो पोइन्ट भनेको अगाडि पछाडि जता भयो नि, यो धर्कामा जता भयो नि केही फरक पर्दैन, त्यो एउटै नोड हो सबै है। अनि 5 बाट सी भन्ने आउटपुट देखाएर छोड्दिने। त्यो भएर मैले यहाँ कतिवटा नोड बनाउने अरे पहिला, एउटा दुईटा तीनटा चारवटा पाँचवटा नोड बनाउने भए मैले है। त्यस्तै तपाईको यहाँ नोड छ नि, यो यस्ता नोड मैले 5वटा बनाउने भए। यो 1 नम्बर नोड नाम लेख्न पाए भने हुन्थ्यो, यहाँ 1 हटाएन, अलिक ठुलो बनाए भए हटाउँथे, 1 नम्बर हो है ख्याल गर्नुहोस्। अर्को 2 नम्बर नोड यो भयो, यही लाइनमा म राख्छु 2 नम्बर नोड, अनि फेरि 3 नम्बर नोड, लाइन मिलाएर राखौँला अलिकति मैले यसो विचार गरेँ। 3 नम्बर नोड हो यो,
फेरि त्यस्तै अर्को 4 नम्बर नोड 5 वटा नोड बनाउने भनेको छौँ हामीले अब एउटा नोड चाहियो कमसेकम 5 नम्बर नोड एउटै लाइनमा परोस् भन्न खोजिया सकेसम्म 5 नम्बर नोड अब त्यस पछाडि आउटपुट चाहिँ यो सी भन्ने आउटपुट पनि मैले देखाउनु पर्यो त्यो चाहिँ म कसरी देखाइदिन्छु भने जस्ट जस्तो त्यस्तै एउटा म त्यहाँ जोडेर देखाइदिन्छु है यो आउटपुट नोड भनेकै सी हो यहाँबाट जे जान्छ सी हो अथवा एकले गुनेर जान्छ के पनि नलेख्ने भनेको एकले गुनेर जान्छ अथवा जे छ त्यही जान्छ भन्न खोजिया यसरी तपाईको आउटपुटदेखि इनपुटदेखि आउटपुटसँग मैले नोडहरू बनाएँ पहिलो काम नोडहरू कसरी भन्दा समिङ पोइन्टहरू गन्दै गए अनि ब्लकको पछाडि चाहिँ टेक अफ पोइन्ट भएको भएर लिएको हो मैले यो टेक अफ पोइन्ट नभए जिटी मल्टिप्लाई हुन्थ्यो केही पनि फरक पर्दैन एउटै हुन्थ्यो त्यही भएर ब्लकको कट्ने बित्तिकै मैले अर्को नोड दिएँ यसरी चाहिँ मैले 5 वटा नोड बनाएँ 5 वटा नोड बनाएपछि अब जोड्न आएको काम छन् धर्काले जोड्न आएको काम छन् तपाईले एउटा सिधा जोड्ने त सजिलै हुन्छ हैन यहाँ सबैलाई सिधा जोड्ने एउटा लाइन मोटो बाजे घरको यो लागि सानो बनाउँछु म हैन अब यो जोडिने पनि जोड्छु ल है यो जोड्ने त्यस्तै यहाँबाट यहाँ पनि जोड्ने हो अनि त्यस्तै अब यहाँबाट यहाँ पनि जोड्ने हो त्यस्तै यहाँबाट पनि जोड्ने हो ओके अब मैले फरवर्ड पाथ सिधा एउटा चाहिँ हैन यो आर भन्ने ठाउँबाट 1 मा आयो 1 बाट 2 मा गयो 2 बाट 3 मा गयो 3 बाट 4 मा गयो 4 बाट 5 मा गयो अनि सी भन्ने आउटपुट हो अब हामीले 1 बाट 2 मा जाँदा यो धर्को हो यो धर्कोमा कुनै पनि गुनेको चीज केही पनि छैन ब्लक छैन केही पनि छैन मतलब 1 हो यहाँ 1 भनेर यो धर्कोमा लेखिराख्नु जरुरी छैन यहाँ जे छ त्यसलाई 1 ले गुनेर यहाँ पुग्छ भन्या अब 2 बाट 3 मा पुग्ने ठाउँमा g1 भन्ने ब्लक छ त्यो g1 ले मल्टिप्लाई गरेपछि 3 मा पुगिन्छ त्यही भएर 2 बाट 3 मा जाने यो ब्रान्चमा चाहिँ हामीले g1 भनेर लेख्नु पर्यो है त्यो g1 भन्ने चाहिँ मल्टिप्लायर हो है त्यो ब्रान्चमा त्यो ब्रान्चको मल्टिप्लायर भनेको के तपाईको g1 हो g1 भने चाहिँ 1 बाट 2 मा गयो 2 बाट 3 मा जाने यो पाथमा चाहिँ g1 भन्ने मल्टिप्लायर छ तपाईको अब हेर्नुस् है अब यो 3 बाट 4 मा जाँदा g2 भन्ने मल्टिप्लायर चाहिँ g2 भन्ने मल्टिप्लायर छ यो g2 लाई चाहिँ टक्क लाएर यहाँ फेरि यस्तो राख्नु पर्यो g2 भन्नेले अब 4 बाट 5 मा जाँदाखेरि g3 भन्ने मल्टिप्लायर छ जहाँ ब्रान्चमा मैले मल्टिप्लायर लेखेको छु त्यहाँ चाहिँ मल्टिप्लायर त्यही हो छैन यहाँ भनेको 1 हो है ओके अब यसरी मैले यो फरवर्ड पाथको चाहिँ सिध्याए मैले यो सिधा पाथको अब अरु हेर्नुस् त अब 5 भन्नेबाट तपाईको h2 ले गुनेर 3 मा आएको छ है 5 भन्ने चाहिँ नोड यो हो योबाट 3 मा आएको छ यसमा आएको छ अब यसमा चाहिँ तपाईले कुनै किसिमको एउटा कर्व लिएर गर्न सक्नुहुन्छ हैन यो कलमले कस्तो हुन्छ पनि जस्ट म ट्राई गर्छु एउटा कर्व चाहिँ यसरी कर्व बनाएर गर्दा राम्रो सिनो प्रोग्राममा चाहिँ हामी सिधा धर्का भन्दा यस्तो घुमाउँदाखेरि सिधा 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 ल्याउने कि त्यो कर्व बनाइन्छ कि ताकि एउटै ब्रान्च हो भनेर भन्न खोजे है यसमा एरो पनि यस्तो देखाउने अलिकति मान्छेले कन्फ्युज हुन्छ फेरि फरवर्ड हो कि फेरि आएको भनेर मैले एरो देखाएको हो यस्तो भन्यो अब तपाईको सी भन्ने मतलब यो 5 नम्बर नोड हो यो ख्याल गरौँ यहाँ यो गोलो भित्र 1 2 3 4 5 लेख्दा राम्रो हुन्थ्यो यो 5 नम्बर नोडबाट मैले 3 नम्बर नोडमा चाहिँ एउटा फिडब्याक पास लिएर आए त्यसमा चाहिँ कति छ गेन h2 तर यहाँ माइनस भएर गएको हुनाले यहाँ मैले लेख्छु -h2
H2 मात्रै हैन कि माइनस H2 H2 नेगेटिभ फिडब्याक भएर गएको हुनाले मैले त्यसलाई चाहिँ माइनस H2 भनेर लेख्नु पनि जरुरी हुन्छ यहाँ H2 मात्रै हैन कि यहाँ माइनस थप्नु पर्यो है यहाँ अगाडिपट्टि चाहिँ के चाहियो माइनस चाहियो माइनस H2 भयो अब त्यस्तै अब कुन चाहिँ बाँकी रह्यो अब 4 बाट 2 मा जाने 4 बाट 2 मा जाँदा H1 ले गुनेर यहाँ प्लस भएर गएको छ है हेर्नुस् है यहाँ प्लस भएर गएको छ त्यही भएर 4 बाट 2 मा जाने र मैले यस्तै किसिमको एउटा बनाउनु पर्यो 4 भनेको यो हो 4 बाट 2 मा जाने मैले माथिबाट बनाएँ यसलाई काट्छ यसलाई सकेसम्म नकाट्नको लागि म तलबाटै बनाउँछु यहाँ फिडब्याक पाथ पनि त्यही भएर तलबाट बनाएको हो त्यस्तै यहाँ पनि म अब यो 4 नम्बर नोडबाट 2 नम्बर नोडमा जाने किसिमको एउटा ब्याङ्क बनाउँछु ओके यो भयो ओके यसमा चाहिँ तपाईको गेन कति छ त भन्दाखेरि तपाईको प्लस H1 है यहाँ H1 मात्र किनभने पोजिटिभ फिडब्याक भएर गएको छ त्यो भएर यसलाई माइनस राख्नु पर्दैन प्लस H1 अब अझै तपाईको के छ अब बाँकी यो 5 नम्बर नोडबाट 1 नम्बर नोडमा जाने किसिमको यस्तो फिडब्याक छ त्यसको लागि फेरि मैले बनाउनु पर्यो यो 5 नम्बरबाट 1 नम्बरमा जाने भनेपछि यहाँबाट 5 नम्बरबाट 1 मा जानु भनेपछि अलि तेज कति राम्रो बनाएर मैले आएको पानी भयो नि भइरहेछ है मैले अब आफ्नो पानीमा ल ठिकै छ यो ल यसलाई चाहिँ अब राम्रै भयो भनौँ अर्को बनाउनुतिर मन लागेन सो अब यसको चाहिँ के छ त गेन तपाईको भन्दाखेरि तपाईको H1 हैन के पनि छैन मतलब यहाँ यो क्लासमा के पनि छैन मतलब 1 हो तर यहाँ माइनस भएर गएको हुनाले मैले यसलाई के गर्नु पर्छ भन्दा यहाँ -1 भनेर लेख्नु पर्ने भयो के पनि छैन भने 1 भनेर लेख्नै पर्दैन थियो तर माइनसमा भएर मैले लेखेँ किन नेगेटिभ फिडब्याक भएर गएको हुनाले -1 भयो अब यो माथिको यो चाहिँ ब्लक डायग्रामको यो तल चाहिँ के भयो भनेको सिग्नल फ्लो ग्राफ